बाहिर भारी वर्षा भइरहेको थियो अनि मेरो श्रीमानले 4 अनजान मानिसलाई घरमा राखिदिए। तर राति जे भयो त्यसपछि मेरो जीवनै बदल्यो। गोरखाको एउटा सानो गाउँमा बस्ने सीता नामकी एक महिला आफ्नो जीवनमा धेरै उतार चढाव पार गर्दै शान्त जीवन बिताइरहेकी थिइन्। उनका श्रीमान राम शहरमा काम गर्ने गर्थे र प्राय जसो घर बाहिरै रहने भएकाले सीता धेरै जसो समय घरमा एक्लै बस्न बाध्य हुन्थिन्। घरमा उनीसँग रामकी पहिलो पत्नीबाट जन्मिएकी छोरी माया पनि हुर्किसकेकी थिइन् र अहिले आफ्नै नयाँ जीवन सुरु गर्न तयार थिइन्। यदि तपाईलाई यो कथा मन परिरहेको छ भने भिडियोलाई लाइक गर्न नबिर्सनुहोस्। तपाईको विचार कमेन्टमा लेख्न नबिर्सनुहोस् र यस्तै रोचक कथाहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। केही समय अघि मायाको विवाह भएपछि घर झन सुनसान बनेको थियो र सीता आफ्नो दिनचर्यामा फेरि एक्लोपन महसुस गर्न थालेकी थिइन्। एक रात गाउँमा लगातार भारी वर्षा भइरहेको थियो। आकाश गर्जिरहेको थियो र हावा पनि निकै चिसो थियो। त्यही बेला राम अचानक शहरबाट गाउँ फर्किए र उनीसँगै 4 जना अपरिचित यात्रु पनि आएका थिए। उनीहरूलाई बाटोमा समस्या परेको कारण रामले मानवीयता देखाउँदै रातभर घरमा बस्न दिएको थियो। सीता सुरुमा अलि असहज भए पनि परिस्थितिलाई बुझेर सबैलाई खाना र बस्ने व्यवस्था मिलाइन्। रात गहिरिँदै जाँदा बाहिरको वर्षा झन बढ्दै गयो र घरभित्र पनि हावाको आवाजले वातावरण डरलाग्दो बनायो। सीता आफ्नो कोठामा आराम गरिरहेकी थिइन्, तर केही समयपछि घरको अर्को कोठाबाट अनौठो आवाजहरू आउन थाले। उनलाई डर लाग्यो र चोर वा कुनै समस्या भएको हुन सक्छ भन्ने सोचेर उनी बिस्तारै उठेर त्यता गइन्। तर त्यहाँ पुग्दा उनले देखेको दृश्यले उनको मन एकछिन स्तब्ध बनायो। ती यात्रुहरू वास्तवमा कुनै खराब मानिस होइनन् रहेछन्। उनीहरू बाटोमा घाइते भएको अर्को यात्रुलाई सहयोग गर्दै थिए र उसको उपचारमा राम पनि साथ दिइरहेका थिए। रातभर आएको आवाज सङ्घर्ष र सहयोगको थियो, जसले सीता पहिले गलत बुझाइमा डराएकी थिइन्। उनले जब वास्तविकता बुझिन्, उनको मन शान्त भयो र उनलाई मानवता कति ठूलो कुरा रहेछ भन्ने महसुस भयो। त्यही रात सीता र राम बीच पनि लामो समयपछि खुलेर कुरा भयो। रामले आफ्नो व्यस्त जीवन र परिवारका लागि गरेको सङ्घर्ष बताए र सीताले आफ्नो एक्लोपन र मनको पीडा साझा गरिन्। त्यो रातले उनीहरूको सम्बन्धलाई अझ बलियो बनाइदियो र घरमा फेरि नयाँ विश्वास र समझदारीको उज्यालो फर्कियो। त्यो रातको घटनापछि सीता धेरै समयसम्म शान्त भएर सुत्न सकिनन्। मनमा डर पनि थियो, तर त्यस डरभन्दा बढी एउटा अनौठो प्रकारको सान्त्वना पनि थियो। उनलाई पहिलो पटक लाग्यो कि जीवनमा सबै कुरा जस्तो देखिन्छ त्यस्तै हुँदैन र कहिलेकाहीँ डर पनि गलत बुझाइबाट जन्मिन्छ। बिहान जब उज्यालो फैलियो, घरको वातावरण फेरि सामान्य जस्तै देखिन थाल्यो। बाहिर वर्षा रोकिएको थियो र आकाश सफा हुँदै थियो। ती अपरिचित यात्रुहरू पनि बिस्तारै बिदा हुन तयार भए। रामले उनीहरूलाई बाटो खर्च दिएर सुरक्षित रूपमा पठाए। उनीहरू जाने बेला धन्यवाद भन्दै धेरै भावुक बने। त्यो दृश्यले सीताको मन अझ नरम बनायो। सबैजना गएपछि घर अचानक फेरि सुनसान भयो, तर यो पटक त्यो सुनसान पहिले जस्तो भारी थिएन। त्यसमा एउटा नयाँ प्रकारको समझदारी थियो। सीता भान्सामा चिया बनाउँदै थिइन्, त्यही बेला राम चुपचाप आएर ढोकामा उभिए। धेरै वर्षपछि उनीहरूको बीचमा त्यस्तो शान्त क्षण आएको थियो जहाँ कुनै हतार थिएन, कुनै दूरी थिएन। रामले बिस्तारै सीतातर्फ हेर्दै भने, मैले धेरै वर्ष काम र जिम्मेवारीमा आफैलाई हराएँ। घर त थियो, तर घरको भावना बुझ्न सकिन। सीता केही क्षण चुप लागिन्। उनको आँखामा पुराना दिनका सम्झनाहरू घुमे। उनले बिस्तारै जवाफ दिइन्, म पनि त यहाँ तपाईको प्रतीक्षामा धेरै पटक आफैलाई भुलाए। माया हुर्केर गइन्, तर म भने त्यही रोकिए जस्तो लाग्थ्यो। त्यही दिनदेखि उनीहरूको सम्बन्धमा परिवर्तन आउन थाल्यो। राम अब शहरबाट फर्किँदा केवल पाहुना जस्तो नभई परिवारसँग समय बिताउने मानिस बन्न थाले। सीता पनि पहिले भन्दा धेरै खुलेर बोल्न थालिन्। घरको आँगनमा सँगै बसेर चिया पिउनु, साना साना कुरामा हाँस्नु र पुराना सम्झनाहरू साझा गर्नु उनीहरूको नयाँ बानी बन्यो। केही दिनपछि माया पनि आफ्नै घरबाट फोन गर्दै आमा बाबाको आवाज सुन्न चाहन्छु भनेर भन्छिन्। त्यो सुनेर दुवैजनाको मन भरिन्छ। राम र सीता दुवैलाई महसुस हुन्छ कि जीवनमा सम्बन्धहरू टाढा भएर पनि कहिले टुट्दैनन् यदि मनमा माया बाँकी छ भने। एक साँझ सूर्य अस्ताउँदै गर्दा सीता घरको आँगनमा उभिएकी थिइन्। राम पछाडि आएर शान्त स्वरमा भने, अब म धेरै समय बाहिर बस्दिन। हामीले यो घरलाई फेरि आफ्नो संसार बनाउनु पर्छ। सीता हल्का मुस्कुराइन्। त्यो मुस्कानमा वर्षौंको थकान हराएको जस्तो देखिन्थ्यो। उनलाई पहिलो पटक लाग्यो कि उनी एक्लो छैनन्। जीवनले फेरि उनलाई एउटा नयाँ सुरुवात दिएको छ, जहाँ डर होइन, भरोसा छ र दूरी होइन, नजिकपन छ। त्यही साँझदेखि उनीहरूको जीवनमा एउटा नयाँ अध्याय सुरु भयो। पुराना घाउहरू बिस्तारै निको हुँदै गए र घर फेरि प्रेम, समझदारी र साथले भरिन थाल्यो। समय बित्दै जाँदा सीता र रामको जीवन फेरि एउटा नयाँ लयमा बग्न थाल्यो। जुन घर कहिले मौन र भारी लाग्थ्यो, अहिले त्यही घरमा साना साना खुसीका आवाजहरू गुन्जिन थालेका थिए। बिहानको घामसँगै
सँगै सीता भान्सामा व्यस्त हुन्थिन् र राम पनि अब शहरको काम सकेर चाँडै घर फर्कने प्रयास गर्न थालेका थिए। उनीहरूको बीचमा पहिलेको जस्तो दूरी हराउँदै गएको थियो र त्यसको ठाउँमा बुझाइ र नजिकपनले लिँदै थियो। रामले अब जीवनलाई फरक नजरले हेर्न थालेका थिए। पहिले काम र जिम्मेवारीको दौडमा उनले धेरै कुरा छुटाएका थिए भने उनलाई महसुस भइरहेको थियो। सीता भने वर्षौंदेखि मनमा दबाएर राखेका भावनाहरू बिस्तारै हल्का गर्दै थिइन्। उनी अब रामसँग खुलेर कुरा गर्थिन्, आफ्ना साना साना इच्छाहरू पनि बताउन थालेकी थिइन्। कहिले खेतको छेउमा बसेर दुवैजना लामो समयसम्म कुरा गर्थे, कहिले सँगै हिँड्दै पुराना दिन सम्झन्थे। एक दिन बिहान सीता घरको आँगन सफा गर्दै थिइन्। त्यही बेला राम बाहिरबाट केही फूलहरू लिएर आए। बिना कुनै कारण उनले ती फूलहरू सीताको हातमा राखिदिए। सीता केही क्षण चुप लागिन्, किनकि यस्तो सानो तर अर्थपूर्ण व्यवहार उनले धेरै वर्षपछि अनुभव गरेकी थिइन्। उनको अनुहारमा हल्का मुस्कान आयो र मनभित्र एउटा शान्त खुसी फैलियो। त्यो क्षण उनीहरूले शब्द बिना नै एक अर्कालाई धेरै कुरा बुझिसकेका थिए। माया पनि आफ्नै घरमा व्यस्त भए पनि समय समयमा आमा बाबुको अवस्था बुझ्न फोन गर्थिन्। उनको आवाज सुन्दा सीता र राम दुवैको अनुहार उज्यालो हुन्थ्यो। उनीहरूले बुझिसकेका थिए कि छोराछोरीको खुसीसँगै आफ्नै सम्बन्ध पनि बलियो हुन्छ। परिवार टाढा भए पनि मनको सम्बन्ध कहिल्यै टाढा हुँदैन भन्ने कुरा उनीहरूको जीवनले प्रमाणित गरिरहेको थियो। केही महिनापछि गाउँमा एउटा सानो मेला लाग्यो। सीता र राम सँगै मेला हेर्न गए। भीडभाडमा पनि उनीहरू एक अर्काको साथमा शान्त र सुरक्षित महसुस गरिरहेका थिए। रामले सीतालाई कहिलेकाहीँ हल्का रूपमा रोक्दै भीडबाट जोगाउँथे र सीता त्यो ध्यानले अझ बढी सुरक्षित महसुस गर्थिन्। त्यो सामान्य दिन उनीहरूको लागि विशेष बनिरहेको थियो। घर फर्किँदा साँझ ढल्दै थियो। आकाशमा रातो रङ फैलिएको थियो र चिसो हावा बिस्तारै बगिरहेको थियो। सीता घरको ढोकामा रोकिएर केही क्षण बाहिर हेरेकी थिइन्। उनले महसुस गरिन् कि जीवनले उनलाई धेरै परीक्षा दियो, तर अन्त्यमा शान्ति पनि त्यही जीवनले नै दिएको छ। राम उनी नजिक आएर बिस्तारै भने, अब हामीले विगतलाई पछाडि छोडेर भविष्यलाई सँगै अगाडि लैजानुपर्छ। सीता हल्का मुस्कुराइन् र भित्र पसिन्। त्यो मुस्कानमा अब कुनै डर थिएन, कुनै शङ्का थिएन, केवल विश्वास थियो, साथ थियो र एउटा गहिरो भावनात्मक नजिकपन थियो। त्यही दिनदेखि उनीहरूको जीवन अझ सरल तर अझ सुन्दर बन्दै गयो। साना साना कुरामा खुसी खोज्न सिके, एक अर्काको मौनतालाई पनि बुझ्न थाले र घर फेरि प्रेमले भरिएको एउटा सुरक्षित संसार जस्तै बन्न पुग्यो। समयसँगै सीता र रामको जीवनमा आएको परिवर्तन अब केवल सम्बन्ध सुधार मात्र थिएन, त्यो त एक नयाँ यात्रा जस्तै बनिसकेको थियो, जहाँ हरेक दिनले केही नयाँ अर्थ बोकेर आउँथ्यो। घरको वातावरण अब पहिले जस्तो भारी थिएन, बरु बिहानको घामसँगै एउटा मिठो शान्ति फैलिन्थ्यो, जसले सारा घरलाई उज्यालो बनाइदिन्थ्यो। राम अब पहिले जस्तो सहरमै हराउने मानिस थिएनन्। उनी काम सकेर सकेसम्म चाँडै घर फर्किन्थे। कहिलेकाहीँ त सीता भान्सामा काम गर्दै गर्दा ढोकाबाट उनको पाइला सुन्ने बित्तिकै उनको अनुहारमा आफै मुस्कान आउँथ्यो। सीता पनि अब पहिले जस्तो चुपचाप बस्ने होइन, साना साना कुरामा आफ्नो मन खोल्न थालेकी थिइन्। एक दिन बिहान सीता घरको आँगनमा तुलसीमा पानी हाल्दै थिइन्। आकाश सफा थियो र हावा हल्का चिसो। राम चुपचाप पछाडिबाट आएर उनको हातमा एउटा सानो कपडा राखिदिए। त्यो एउटा साधारण उपहार जस्तो देखिन्थ्यो, तर त्यसमा धेरै भावना लुकेको थियो। उनले भनी, तिमीले यो घरलाई फेरि घर बनाइदियौ। सीता केही क्षण चुप लागिन्, त्यसपछि बिस्तारै मुस्कुराइन्। उनको आँखामा धेरै वर्षको थकानपछि आएको सान्त्वना झर्किरहेको थियो। त्यही दिनदेखि उनीहरूको दिनचर्या अझ गहिरो नजिकपनतर्फ मोडियो। बिहानसँगै चिहा, दिउँसो खेततिर हल्का काम र बेलुकी आँगनमा बसेर आकाश हेर्दै कुरा गर्नु उनीहरूको बानी बन्यो। कहिलेकाहीँ मौनता पनि उनीहरूको लागि भाषा जस्तै बनिसकेको थियो। माया पनि अब समय समयमा फोन गरेर आमा बाबुको अवस्था बुझ्थिन्। एक दिन उनले भनिन्, आमा बुबा, तपाईहरू अब पहिले जस्तो टाढा टाढा नबस्नु है, तपाईहरू सँगै देख्दा मलाई धेरै खुसी लाग्छ। त्यो कुरा सुनेर सीता र राम दुवै लामो समय चुप बसे। त्यो चुप्पीमा पनि एउटा गहिरो भावना थियो, जसले उनीहरूलाई अझ नजिक बनाइरहेको थियो। केही समयपछि गाउँमा एउटा सांस्कृतिक कार्यक्रम भयो। रामले सीतालाई साथ लिएर त्यहाँ जाने निर्णय गरे। धेरै वर्षपछि सीता त्यसरी सार्वजनिक रूपमा रामसँग बाहिर निस्किएकी थिइन्। बाटोमा हिँड्दा रामले सीतातिर ध्यान दिँदै भने, पहिले म धेरै कुरा छुटाउँथे, तर अब तिमी बिना कुनै कुरा पूरा लाग्दैन। सीता हल्का लजाइन्, तर उनको अनुहारमा खुसी लुकेको थिएन। कार्यक्रममा गाउँलेहरूले उनीहरूको जोडी देखेर खुसी व्यक्त गरे। धेरैले भने, तपाईहरूलाई सँगै देख्दा पुरानो समयको प्रेम झल्किन्छ। त्यो सुनेर सीता र राम दुवैको मन अझ बलियो भयो। उनीहरूले महसुस गरे कि सम्बन्ध केवल दुई व्यक्तिको कुरा होइन, यो त वरिपरिका भावनाहरू पनि जोडिएको हुन्छ। घर फर्किँदा रात परिसकेको थियो। आकाशमा ताराहरू टल्किरहेका थिए। सीता घरको ढोकामा उभिएर केही क्षण आकाश हेर्दै थिइन्।
राम पछाडिबाट आएर शान्त स्वरमा भने, अब हाम्रो जीवन यही शान्तिमा बिताउन चाहन्छु, कुनै दूरी बिना। सीता बिस्तारै फर्केर रामलाई हेर्छिन्। उनको आँखामा अब कुनै खालीपन थिएन। त्यहाँ भरोसा थियो, साथ थियो र एउटा गहिरो अपनत्व थियो। उनले केवल यति भनिन्, अब हामीले यो घरलाई सधैँ यसरी नै जोगाउनुपर्छ। त्यस रात घरको उज्यालो बत्तीले मात्र होइन, उनीहरूको सम्बन्धले पनि उज्यालो बनेको थियो। विगतका सबै पीडाहरू बिस्तारै हराउँदै गए र भविष्य अब डर होइन, आशा बोकेर अघि बढ्न थालेको थियो। आजको कथा यही समाप्त हुन्छ, तर जीवनका यस्ता भावनात्मक कथाहरू हामी फेरि लिएर आउनेछौँ। तपाईहरूको माया र साथका लागि धेरै धन्यवाद।